युवराज दुलाललाई छोटकरीमा आफ्नो भनाइ राख्न समय दिन्छु। सम्माननीय सभामुख महोदय, प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्छ र संसदमा सांसदले सोधेका जनताका प्रश्नको उत्तर दिनुपर्छ भन्ने मागलाई सम्बोधन गर्दै सभामुखलाई समेत सरप्राइज दिएर प्रधानमन्त्री संसदमा आउनुभयो र इमर्जेन्सी प्रश्नोत्तरको परिस्थितिजन्य व्यवस्थापन सभामुख महोदयबाट भयो। त्यसलाई आकस्मिक प्रश्नोत्तरको रूपमा हामीले स्वीकार गऱ्यौँ र भाग लियौँ। सभामुख महोदय, नियमावलीमा व्यवस्था छ कि प्रश्नोत्तरको समय निर्धारण गरिन्छ र प्रश्नकर्ता र प्रधानमन्त्री बीच व्यवस्थित प्रश्नोत्तर सञ्चालन गरिन्छ र प्रधानमन्त्रीको जवाफ जिम्मेवारपूर्ण हुन्छ। यसबाट हामी नयाँ भन्ने मित्रहरूलाई गम्भीर शिक्षा प्राप्त भएकै हुनुपर्छ कि राष्ट्रको प्रमुख पद जोसको मात्र पद होइन, यो त होस, अनुभव, ज्ञान र जिम्मेवारी बोधको पद हो। सभामुख महोदय, बहुमतले दिएको मूर्खबल, अनुभवको अभाव र कूटनीतिक भाषाको महत्त्वको अनभिज्ञता र स्टन्ट शैलीको पराकाष्ठ हिजो राज्यले ठुलो क्षति बेहोर्नु पर्यो। प्रधानमन्त्रीको जवाफी अभिव्यक्तिमा एकातिर देशको मिचिएको भूमि प्राप्त गर्न चाहिने दृढ राष्ट्रिय इच्छा शक्ति, निडरता र कूटनीतिक परिपक्वता देखिएन भने अर्कोतर्फ सीमा क्षेत्रका नागरिकले खेतीपाती गरेको विषयसँग देशको भूमिमा भारतीय सैनिक परेड खेलेर देशको भूमि कब्जा गरेर प्रयोग गरेको विषयको तुलना गर्नु गम्भीर राष्ट्रिय आत्मसमर्पणवादी चिन्तन देखिन्छ। अझ प्रमले इङ्ल्यान्ड सरकारसँग अहिलेको युके तत्कालीन ब्रिटिसको समेत प्रसङ्ग निकाल्नु आत्मसमर्पणवादको अर्को पराकाष्ठको रूपमा देखिन्छ। सभामुख महोदय, अझै आश्चर्यको कुरा त सरकारवादी दलका सभापतिको भारत भ्रमणको पूर्व सन्ध्यामा प्रधानमन्त्री दौडिएर आएर यो अभिव्यक्ति दिनु भारत भ्रमणको अवसरमा भारतलाई दिएको उपहार त होइन, गम्भीर संशय पैदा भएको छ। सभामुख महोदय, हामी शुभकामना दिन चाहन्छौँ सत्तारूढ दलका सभापतिलाई भारत भ्रमणमा प्रधानमन्त्रीको गलत अभिव्यक्तिमाथि विन ओभर गर्दै आफ्नो भूमि सम्बन्धी अडान कायम राख्न सफलता मिलोस्। प्रधानमन्त्रीले संसदमा हिजो नेपालले पनि धेरै ठाउँमा भारतको भूमि मिचेको रहेछ भनेर दिनुभएको अभिव्यक्ति सीमा समस्या सम्बन्धी अज्ञानता त हो नै, तर त्योभन्दा बढी गम्भीर राष्ट्रहित विपरीतको अभिव्यक्ति हो। एउटा सार्वभौम राष्ट्रका प्रधानमन्त्रीले यसरी तथ्यहीन विषय बोल्नु गम्भीर गल्ती हो र परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको बचाउमा 10 गजाको विषयलाई लिएर क्रस बोर्डर अकुपेन्सीको कुरा हो भनेर झुटलाई तोड मरोड गर्नु अर्को गल्ती हो। लिपुलेक, लिम्पुयाधुरा, कालापानी लगायत नेपालको करिब 60,000 हेक्टर भूमि भारतले अतिक्रमण गरेको हाम्रो राष्ट्रिय दाबी हो। भारतीय सेनाबाट भएको यो अतिक्रमणको तुलना 10 गजामा वरिपरि खेतीपाती गरिएको कुरासँग तुलना गर्ने विषय नै होइन। न भारतले नेपालले यहाँ हाम्रो सीमा मिच्यो भनेको छ, न हाम्रो सेनाले कुनै भारतीय भूमि कब्जा गरेर नै बसेको छ, न कुनै त्यस्तो तथ्याङ्क नै छ। अत नेपालले भारतको भूमि मिचेको छैन। सभामुख महोदय, पुर्खाहरूले शिरको बलि चढाएर बचाएको हाम्रो देशको एक इन्च अतिक्रमित भूमि फिर्ता सम्बन्धी प्रधानमन्त्रीको जवाफ राष्ट्रघाती आत्मसमर्पणवादी छ। देशका लागि आवश्यक पर्दा हामीले जीवनको बलि चढाउनुपर्छ भने प्रधानमन्त्रीले आफ्नो त्यो गलत भ्रामक अभिव्यक्ति सम्मानित सभाको रोस्टमबाटै गल्ती स्वीकार गर्दै फिर्ता लिनुपर्छ भन्ने हाम्रो दल नेपाली कम्युनिस्ट पार्टीको स्पष्ट धारणा रहेको छ। यो पुरा नहुँदासम्म सदनको काम कारबाही अगाडि नबढाउन सभामुख समक्ष दलको तर्फबाट हार्दिक अनुरोध गर्दछु। धन्यवाद।